हो उहाँलाई झिकाउनु भयो भने चाहिँ म पनि मान्छु। उहाँलाई झिकाउनुहोस् अनि म मान्छु उहाँले अरूलाई जेल हाल्छ भनेर। पहिला आफ्नो मान्छे चाहिँ निकाल्नुहोस्। चोर्न जाने बेलामा चाहिँ हामी 3 जना सँगै थियौँ अनि उसले मात्र चोर्या हो, हामीले त हेरेर मात्र बस्या हो भन्दा सुहाउँछ? तपाईँ मलाई खुकुरी लिएर आउनु भन्छ भने लु मान्नुहोस् भन्छु म। हिजो आएर कति कमाउनु भएको छ र? पैसाकै कुरा गरौँ, समाजमा मान्छेकै कुरा गरौँ। कति कमाउनु भएको छ र पुरानोहरूलाई सक्ने कुरा गर्नुहुन्छ? 35 वर्षमा तपाईँको भन्दा डबल चौबर छ, दिमाग पनि, पैसा पनि, जनता पनि। बुझ्नुभयो? सत्ता र शक्ति त उहाँहरूसँग छ। बस कति दिनको लागि छ त? के सत्ता र शक्ति जहिले रहन्छ? हैन, गलत गरेको छ भने कारबाही गर्न के ठुलो कुरा भयो र? मैले भने तपाईँलाई गलत गर्ने भए कारबाही भन्नु यही त। उहाँले प्रतिशोधको कुरा गर्नुहुन्छ, म माथि प्रतिशोध साध्यो भन्नुहुन्छ। उहाँ पनि प्रतिशोध साध्ने त हो त। त्यस्तो भए त यो प्रतिशोध बदला लिने कुरा नगरौँ क्या सर। कसरी हुन्छ हामी चाहिँ होइन समाजलाई राम्रो बनाउनेतिर जाउँ कि शान्तिको बाटोतिर जाउँ कि भन्न खोज्छु कि उहाँहरू फेरि प्रतिशोध, फेरि जेल हाल्ने, नेल हाल्ने, यो हुन सक्ने कुरा हो। जीबी राईलाई यो सरकारले झिकाउन सक्ला? हो उहाँलाई झिकाउनु भयो भने चाहिँ म पनि मान्छु। उहाँलाई झिकाउनुहोस् अनि म मान्छु उहाँले अरूलाई जेल हाल्छ भनेर। पहिला आफ्नो मान्छे चाहिँ निकाल्नुहोस्। सक्दैन यो सरकार? म न्युज 24 मा जाँदा यस्तो जीबी राई, रवि लामिछाने दाई, दीपक बोहरा सर सबै यस्तै हुनुहुन्थ्यो। अनि एउटाले चाहिँ खाने, अर्कोले चाहिँ नखाने हुन्छ। चोर्न जाने बेलामा चाहिँ हामी 3 जना सँगै थियौँ अनि उसले मात्र चोर्या हो, हामीले त हेरेर मात्र बस्या हो भन्दा सुहाउँछ? भन्नु त? चोर्न जाने बेलामा त सँगै थियौँ, तर चोर्नु भएको चाहिँ उहाँले मात्र हो, हामी त चोरिनौँ, हेरेर मात्र बस्या हो। उहाँ लिएर फरार हुनुभयो, हामीलाई केही थाहा छैन। तपाईँले त सँगै बसेको देख्नुभयो होला, आन्तरिक कारोबार त तपाईँलाई थाहा नहोला नि त? मलाई किन थाहा हुनु पर्यो? थाहा हुनुपर्नेहरूलाई थाहा भइसक्यो। थाहा हुनुपर्नेहरूले पेपरहरू ल्याएर आउनु भएको छ।